हेलो साथीहरू, गुड मर्निङ सबैजनालाई। के छ, सन्चै आरामै हुनुहुन्छ सबैजना? मलाई पनि एकदम ठिकठाक छ, सन्चै आरामै छ है। त्यही भएर तपाईँहरूको लागि भनेर फेरि अर्को भिडियोमा आइसकेको छु। स्वागत छ सबैजनालाई नेक्स्ट भिडियोमा। आज बाहिरदेखि मर्निङ गरेको छु, किनभने म आज जाँदैछु, कहीँ जाँदैछु है। कहाँ जाँदैछु, के गर्दैछु म तपाईँहरूलाई देखाउने छु। अनि के गर्दै हुनुहुन्छ हजुरहरू है? सबै ठिकठाक छ होला। अनि म जान थालेको हो त्यहाँनिर हेर्नुहोस्, त्यहाँबाट हिँड्दै जान्छु म। यहाँ जाने हो म है, यहाँ जाने हो, यहाँ जान्छु। अनि कस्तो देखेको छ त है? म चाहिँ आज हस्पिटल जाँदैछु, किनभने मेरो 3 महिना पुगिसक्यो। म रेगुलरी चेकअप गराउँछु होइन, त्यही भएर चेकअप गराउनको लागि जाँदैछु। सो साथीहरू, तपाईँहरू पनि चेकअप गर्दै गर्नुहोस्, किनभने हेल्थको बहुत केयर गर्नुपर्छ होइन। आजभोलिको खाना तपाईँहरूलाई थाहै छ है, हेल्दी खाना हुँदैन, हरेक कुराहरूको ध्यान दिनुपर्ने रहेछ। त्यसैले म जाँदैछु हस्पिटल। कस्तो देखिएको छ मेरो फेस? आमा फुले जस्तो छ कि कस्तो देखेछ? के देखेछ त? बिहान उठ्ने बित्तिकै यस्तो फेस देखिन्छ है, आफैलाई नराम्रो लाग्ने क्या, अचम्म लाग्छ। आफूलाई नराम्रो देखिरहेको छ कि बिहानै उठेर होला मर्निङ टाइममा अलिकति डिफ्रेन्ट फेस देखिरहेको छ है। त्यसलाई चाहिँ इग्नोर गरिदिनु होला। अनि साथीहरू, बिहानको मर्निङमा हिँड्ने गर्नुपर्छ है। म नि रेगुलरै हिँड्छु हिँड्नलाई, तर हिँडेको बनाउँदैन, दिनदिनै हिँडेको पनि है। वर्कआउट गरेको के बनाउने, खालि एउटै भिडियो भनेर कौवाहरूले राज गर्छ यहाँ, कौवाहरूले राज गर्छ। बिहान पख कौवाहरूको राज हुन्छ है। यस्तो छ हरियो, एकदम हरियाली छ है। दुवै भनेको हरियाली नै भरेछ। जस्तो कतार, साउदी पुरा मरुभूमि छ भन्छ नि। तर यो अलिक फेरि यस्तो हो नि त, यो भिल्ला एरिया भएर होला यस्तो है। सबै यहाँनिर विकास भएको भिल्ला एरिया भएर होला, सबै कुराहरू फेसिलिटी भएको। तर दुबईमा पनि कोही ठाउँमा त मरुभूमि होला। र त्यस्तो ठाउँमा चाहिँ आफू नदेखेको भएर होला यहाँ छैन भन्ने हुने है। छन त छ होला नि, यो पनि एउटा पहिला त मरुभूमि नै हो नि होइन, यिनै भन्न चाहन्छु। र सबै साथीहरूले आज चाहिँ म हस्पिटल जान्छु, गएर चाहिँ देखाउने छु के हुन्छ, कस्तो हुन्छ है। काम चलिरहेको रहेछ यहाँ, हेर्ने गर्नु। हेर्नुहोस् यो दृश्य हो। अब नजिकै आइपुग्यो। तपाईँलाई फेरि अरू पनि देखाउने छु, बाटोमा के देखिन्छ सबै कुराहरू हेर्न सक्नुहुन्छ। म अब लगभग यही पुगिसकेँ है, केही छिनमा पुग्नेछु। तपाईँहरूलाई हस्पिटलमा पुगेपछि है, भित्र त देखाउन मिल्दैन होला है, बाहिरको दृश्य भयो भने यसो देखाउने छु। हुन्छ साथीहरू, ल त्यही नै हो, अरू त के भन्नु छ र है। हिँड्दै थाकिसक्यो है। हस्पिटल त 8 बजे खुल्छ, खुल्नलाई 8 बजे खुल्छ भन्दा 24 आवर्स हो। तर
डक्टर चाहिँ 8 बजे आउँछ, त्यही भएर म पनि अलिक बिस्तारै जाँदैछु, हिँड्दै है, थोरै भिडियोहरू बनाउँदै जाँदैछु। त्यही भएर के हुन्छ कस्तो हुन्छ तपाईँहरूलाई देखाउने कोसिस गर्नेछु अरू पनि है। यस्तो छ यहाँको दृश्य, तपाईँहरू हेर्न सक्नुहुन्छ। यस्तो गरेर देखाउँछ कि क्या हो, मलाई खासै भिडियो बनाउने आउँदैन, लाज लाग्छ, हेर्ने लाज लाग्छ, त्यही भएर आउँछ। हेर्न सक्नुहुन्छ फाइनली म आइसकेँ। यो घामले टल्केको ताज होटल हो है, ताज होटल। नेपाली इन्भेस्टर पनि छ भन्छन् गर है ताज होटलमा। यो पारीको मरिना हो, यो जेएलटी साइड हो। फाइनली म हस्पिटल आइसकेँ। केही छिनपछि म हस्पिटल आउँदैछु, जाँदैछु, पुग्दैछु है। अनि अब हेरौँ हस्पिटल गइसकेपछि के हुन्छ त्यहाँनिर चेकअप गराउनु पऱ्यो। मेन पहिला कुरो के भन्छ डक्टरले है। अनि यता पनि दामी छ सिटी, हेर्न सक्नुहुन्छ। यता पनि दामी छ है। दुबईमा कस्तो छ सिस्टम पार्किङको, टक्क होइन गाडी पार्क गर्ने अनि लक लगाइहाल्छ त्यसपछि। अनि यहाँको सिस्टमै डेन्जर छ क्या, एकदम फेसिलिटी भएको देश राम्रो छ। नारियल हो, नारियल त होइन त हो, नारियलै हो, नारियलको बुट्टाहरू। यो पऱ्यो जेएलटी साइडहरू साथीहरू, जेएलटी पऱ्यो है। फाइनली आइसकेँ म हस्पिटल है, फार्मेसीमा। एस्टर हस्पिटल हो, एस्टर फार्मेसीमा चेकअप गराउनु जान्थे। यताको दृश्य हेर्नु एकदम रमाइलो छ। नेपालमा बस्नेहरूलाई चाहिँ कति राम्रो लाग्छ है। सो साथीहरू हस्पिटल आइसकेँ। तपाईँहरूलाई अब के भन्छ भित्रै गएर देखाउँछु ल। हस्पिटल आइसक्यो म ल साथीहरू, ल हुन्छ। फाइनली साथीहरू हस्पिटल आइसक्यो, अपोइन्टमेन्ट लियो है। अब डक्टरकोमा जानुपर्छ चेकअप गराउन। हुन्छ हस्पिटलमा म यहाँ रुममा जानुपर्छ, बोर्ड छ कति बेला आउँछ है। फाइनली सुई पनि हानियो, यहाँ अब छाती चेक गर्नु छ। छाती चेक गरेर फेरि बल्ल जानु पर्ला। सुई हानियो, सुई। फाइनली साथीहरू चेक पनि गरायो होइन, ब्लड निकालिदियो, पिसाब चेक गऱ्यो, अनि छाती चेक गऱ्यो। रिपोर्ट चाहिँ पर्सि आउँछ भन्छ है, आइतबारको रिपोर्ट आउँछ अरे। अब फेरि आइतबार आउनु पर्ने भयो डक्टरलाई फलोअप गर्नलाई है। यस्तो हातमा 3टा चाडा यार के भन्छ डब्बा भर्यो ब्लडले यार। ब्लड त आउँदा बिचमा रोकिन्छ क्या होइन, खतमै भएछ क्या ब्लड हुनु जस्तो भयो। चलो साथीहरू अब यो देखाइरहनु होइन, यही हो, यस्तै भयो। आज हस्पिटल आइयो, जेएलटी सहर घुमियो होइन। तपाईँहरू पनि देख्न सक्नुहुन्छ एकदम मस्त जेएलटी सहर। दुबईको युएभित्र, युएको दुबईमा, दुबईको सानो सहर भनेको एकदम बेस्ट। सानो सहरमा बेस्ट सहरमा जेएलटी अनि मरिना एकदम बेस्ट सहरमा पर्छ। त्यही भएर मजा लाग्छ, रमाइलो लाग्छ मलाई जो छ है। म साथीहरू घर गएर भेट हुन्छु है। घर गइसकेपछि केही नखाइआएको, पानी पनि नखाइआएको थियो। फास्टिङ बस्नुपर्छ नि त, त्यही भएर पानी पनि नखाइकन आइरहेको थियो। पानी खायो,
पानी खाइसक्यो होइन। अब लाग्नुपर्छ फेरि। दाइले जान्छ, दाइलाई बोलाऊँ भनेको के बोलाउनु त, बोलाएर काम लागेन फेरि खासै बोलाए जस्तो के गर्ने। ताज होटेल, दुबई इन्भेस्टर, नेपाल इन्भेस्टर के भन्छ, विनोद के भन्छ है, खै मलाई त नाम पनि थाहा छैन। तपाईँलाई थाहा भयो बताउनु साथीहरू है। ल साथीहरू, अब सिधै घर गएर लिन्छु म। फेरि यहाँ आउँदाखेरि एउटा चिज देखेँ हो, दुबईको झन्डा यस्तो फरफराएको है। सो म गेटमा आइसकेँ, झन्डा लास्टै फरफराएको छ, कति दामी देखेँ। त्यो दामी पाराले दुबईको झन्डा फरफराइरहेको छ। म यतादेखि जान्छु। अब म गेटमा आइसक्यो। परेवाको ताती छ, शीतल शीतल धेरै छ। होइन नि, मस्त हावा चलिरहेछ साथीहरू, मस्त हावा चलिरहेछ। अब आइपुगेको छ, एकैछिनपछि पुग्छु होला। त्यसपछि हाम गर्नुपर्छ, केही नखाइआएको। पहिला नास्ता खानु पऱ्यो होइन, नास्ता खाइसकेपछि भन्नु होला कामतिर लाग्नुपर्छ है, नत्र अनि गाह्रो छ हो साथीहरू। यहाँ आइसक्यो, यहाँ पार्कमा। यहाँ हामी जहिले आउने गर्छ, यहाँ धेरै भयो है। यहाँ चाहिँ हाम्रो दाइहरूले काम गर्छ यहाँ, र साथीहरू छन् यो घरमा है। यतातिरको दृश्य यस्तो छ। उहाँदेखि हिँड्दै आएको भेट्न आइपुग्यो। यहाँको साथीहरूले के गरेछन्। सो साथीहरू, म आएर नुहाइपुग्न सकेँ। अब किचनतिर जानुपर्छ है। अनि हाम्रो दाइले के गर्दै हुनुहुन्छ, यसो दाइलाई पनि खाना बनाउँदै हुनुहुन्छ होइन, के गर्दै हुनुहुन्छ यसो हेर्नु पऱ्यो नि त है। सो साथीहरू, किचनमा आइसक्यो है। अब म्याडमलाई प्लेट ल्याइदिनु पऱ्यो फर्स्टमा, अनि त्यसपछि हामीलाई रोटी बनाउनु पर्छ। दाइ चाहिँ ल्याउनु गइसक्नु भयो, के गर्नुपर्छ भनेर सरलाई खानासाना पठाउनु भएछ। अनि जानुभएछ है। पहिला प्लेट ल्याइदिनु पऱ्यो म्याडमलाई, त्यसपछि हाम्रो लागि रोटी बनाउनु पर्छ। यही नै हो, रोटी बनाउँदैछ। अब खाना बनाउनु पर्छ है। अनि तपाईँहरूले खाइसक्नु भयो कि नै? 2 बजिसक्यो यहाँ त। अब 2-2:30 बज्छ है खाना पाउँदाखेरि। त्यसपछि आफूले खाने होला। यस्तो छ जिन्दगी, परिवर्तन गर्नु पऱ्यो, यस्तै छ है। म चाहिँ टकको रोटी बनाउँछु म। हेलो साथीहरू, म अहिले चाहिँ अफिस बनाउने छु। दिउँसो भिडियो बनाउने भुलेछु हो, म दिउँसो भिडियो बनाउन भुलेछु है। र अहिले चाहिँ अफिस साफ गरेर पनि भ्याइसकेँ मैले होइन। अनि के कस्तो लाग्यो, आज हस्पिटल गयो है, आयो, अनि घरतिरै काम गरेँ। यताउति त्यही हो, घरमा के काम हुन्छ र है। घरमा काम गरेको नि खासै के देखाउनु, यसो थोरै मात्र देखाउने प्रयास गर्छु। फेरि पनि म बनाउँदिनँ घरतिरको है, यसो बाहिर निस्किँदाको मजा अलग हुन्छ। र मेरा साथीहरूले जतिजनालाई पनि अन्तिमसम्म हेरेर साथ सपोर्ट दिनुभयो, उहाँहरूलाई धेरै धेरै धन्यवाद। लाइक कमेन्ट है सेयर पनि गरिदिनु होला। तपाईँको लाइक कमेन्ट सेयरले मलाई धेरै हौसला मिल्नेछ, धेरै साथ सपोर्ट मिल्नेछ भन्दै, कोही नयाँ हुनुहुन्छ भने नयाँ साथीहरूले पनि मलाई सब्सक्राइब गरिदिनु होला।
र भिडियो कस्तो लाग्छ, मेरो भिडियो कस्तो लाग्छ तपाईँहरूलाई कमेन्ट गरेर प्रतिक्रिया दिनु होला। र कुन खालको भिडियो बनाउँदाखेरि राम्रो लाग्छ है, राम्रो हुन्छ, केही कमजोरी छ भने मलाई कमेन्ट गरेर बताइदिनु होला है। धेरै कुराहरू सिक्ने मौका पनि पाउँछु। अनि यही भन्दै आजको भिडियोबाट म छुट्नेछु। भेट हुनेछ फेरि अर्को नयाँ भिडियोमा। हवस् त, नमस्ते सबैजनालाई।